उहाँ आज 101 वर्ष पुग्नु भएको छ। यो वृद्ध अवस्थामा पनि उहाँका यी श्लोक, उहाँको एउटा गति यति लय मिलाएर बोल्ने कलालाई मान्नै पर्छ। शबम राम नारायणम कृष्ण दामोदरम वासुदेवहरिम श्रीधरम माधवम गोपिका वल्लभम जानकी नायकम रामचन्द्रम भजे अच्युतम केशवम सत्यभामाधवम माधवम श्रीधरम राधिका राधितम इन्दिरम मन्दिरम चेतसा सुन्दरम देवकी नन्दनं नन्दनं सन्नदे विष्णवे जिष्णवे शङ्खिनी चक्रिणी रुक्मिणी रायिणी जानकी जानने वल्लभी वल्लभा याचिता यात्मने कंसवे कंसिने वंशिने ते नम कृष्ण गोविन्दहे राम नारायण श्रीपते वासुदेव भजित श्रीनिरे अच्युतानन्त हे माधव दोषेज द्वारका नायकम द्रौपदी रक्षक शोभितो सीतया शोभितो दण्डका रन्नभो पुण्यता कारणं लक्ष्मणे नन्दितो वानरै सेवितो गस्तेशं पूजितो राघव पातु मां धेनुका ऋषको ऋषक्रे देशिणां शेषिया दंशिक वंशिक बालक पूतना कोपको सूरजा खेलनो बालगो बालक पातु मां सर्वदा विद्युत दूतवान् परशुरा द्वाससं परलेश दिग्रहं पुरुषो सत्वीर्यं विरतत सुन्दरं कर्तूरी शोभरं तस्य वै शेहरे जायते शत्रुरं परलादनाजल परा सरपुण्डरीक व्यासम्बरेश सुखसौ नकविश्वनाथं गदारजुनो बसेश सरपुण्यरानी एतत् भागवत मरामी बाबु धेरै राम्रो भन्नुभयो यो उमेरसँगै यो ससुर वाचन यो पछिल्लो भागवतको सिलेको बाबु शरीर एक बार बोलो श्री कृष्ण गोविंद की जय बलराम बल्लभद्र की जय अरे भन मन संस्कार मस्ती भन्नु भन्नु अझै सक्नुहुन्छ भने अझै सक्नुहुन्छ भने भन्नु। हाम्रो आदरणीय बुवा, हाम्रो इतिहास, हाम्रो खम्बा, आदरणीय हाम्रो जेठो पण्डित बुवा, आज उहाँको 101औं वर्ष दिन यो जन्म उत्सवको अवसरमा हामी उहाँसँग कुराकानी गर्दैछौँ। उहाँ आज 101 वर्ष पुग्नु भएको छ। यो वृद्ध अवस्थामा पनि उहाँका यी श्लोक, उहाँको एउटा गति यति लय मिलाएर बोल्ने कलालाई मान्नै पर्छ। अझै एउटा भन्नुहोस्।